अब एउटा सानो रिक्वेस्ट हाम्रो लोपेनलालाई है लोपेनलाले एउटा भुटिया गीत हाम्रो अडियन्सको लागि सानो एक लाइन भए पनि गाइदिनुस् भनेर सानो रिक्वेस्ट गर्दैछु है ल लोपेनला अब तपाईले गीत गाउनु भनिहाल्नु भयो हैन यति राम्रो स्वर त छैन अब एक्चुअलमा चाहिँ हाम्रो यो भुटिया ट्रेडिसनलको गीतमा भन्नु पर्दा चाहिँ तपाईको के हुन्छ भनेदेखि हाम्रो चाहिँ अब खोङसा टेम्पो लिउ चकिया भनेर भन्छ हैन त्यो चाहिँ एउटा हाम्रो उहिलेको इतिहास हैन त्यो चाहिँ अब त्यो नगाएर त्यो चाहिँ अब गाउँदाखेरि अलिकति टाइम पनि लाग्छ हैन यो चाहिँ अब तपाईलाई एउटा जस्ट मनोरञ्जनको लागि एउटा सेल्फ कम्पोज सङ भनेर हैन त्यस्तै 4 लाइन्स गाएर सुनाउने छु हैन रेला रे चुमा काबे पाजो लाठामा चेन्देरी तो न्याम्बेला सुला रे चुलामा रे चुची चा रे चुनी चा सुला रे चुलामा सोयाला रे चुमा चावा चा देला जम्बे चिमोला साता येला सुला रे चुलामा रे चुची चा रे चुनी चा सुला रे चुलामा गानाको मिनिङ पनि भन्थे पनि हामीलाई यो गानाले चाहिँ तपाईको के भन्छ भन्दाखेरि चाहिँ मैले अघि तपाईलाई भनिहालेँ होला अब सेल्फ अब कम्पोज यसमा चाहिँ हामीले धेरै प्रकारको आफ्नो आफ्नो ओन टुनमा के होला जुनै पनि हामीले गाउन सकिन्छ अब अहिले चाहिँ मैले यो गाउनेले चाहिँ के भन्दा खाबी 5 ठाउँमा खाबी भन्छ होला त्यहाँ 5 ठाउँमा जग्गामा चाहिँ खाबी 5 ठाउँमा खाबी 5 ठाउँमा चेन्दै रिङटोङ चेन्दै भनेको चाहिँ अब दुप्पी होला चेन्दै चाहिँ अब दुप्पी चाहिँ अब रिङथोङ भनेको चाहिँ लामो छोटो होचो अग्लो होचो त्यस्तो थुप्रै प्रकारको अब देखिन्छ होइन अब त्यसलाई चाहिँ हामीले अब के गर्न सकिन्छ भन्दाखेरि दुप्पीलाई चाहिँ अभियसली हामीले एउटा पूजाहरू गर्दा होइन साङपारी हुन्छ होइन हजुर अनि त्यसलाई चाहिँ हामी सबै मिलेर अब स्याक्नेहरू गर्छ पूजा गर्छ होइन त्यो दुप्पीलाई चाहिँ हामीले एउटा राम्रो प्रिजर्भ होइन अब त्यसलाई चाहिँ हामीले एउटा उयसको रूपमा चाहिँ भगवानको रूपमा हामीलाई चाहिँ त्यो उयो गर्न सक्छ भनेर चाहिँ म लाग्छौँ चाहिँ हामी एकदमै त्यहाँ हामीले त्यहाँ लाग्छौँ मिन्स पूजा त्यो गर्नु सक्नुहुन्छ भनेर चाहिँ सर्टमा चाहिँ अब त्यस्तो एउटा भनिने गर्छ थ्याङ्क यू सो मच